हेलो एभ्रिवान। आज हामी यो पूर्वाञ्चल युनिभर्सिटी 2020 मा सोधेको है क्वेशन ल्याप्लेसको क्वेशन गर्न गइरहेको छौं। अनि प्लिज सब्स्क्राइब गरिदिनु होला है। अनि यो के रे क्वेशन यस्तो छ, sin क्यूब 2t। पहिला सुरुमा ल्याप्लेस अफ sin क्यूब 2t यो हामीलाई क्वेशनमा दिएको छ। अब यो sin क्यूब थीटा को फर्ममा छ नि यो। अब sin क्यूब थीटा को फर्मुला लाउनु पर्यो। sin क्यूब थीटा भनेको 3/4 sin थीटा माइनस sin 3 थीटा बाइ 4। अब यो फर्मुलाको फर्ममा यसलाई राख्यो, 3/4 sin थीटा को ठाउँमा 2t राख्यो, अनि 3 sin 3 थीटा को ठाउँमा 2t बाइ 4। अनि त्यसपछि यहाँ दुईटामा 4 कमन छ, 4 कमन निकाल्दिने बाहिर। अनि यो बचेको टर्म u भयो, यो 1/4 यो भयो, 3 लाई बाहिर राख्यो। अनि यो ल्याप्लेस अफ sin 2t र माइनस ल्याप्लेस अफ sin 60 बच्यो। अब यो चाहिँ हामीसँग एउटा फर्मुला छ, sin 80 को फर्मुला के छ, a/s² प्लस a²। सो अनि त्यसपछि a भनेको चाहिँ यो 2, अनि यो हामीले त्यो फर्मुलाको फर्ममा राख्यो, 2/s² प्लस 4 माइनस यो 6 a भयो, 6/s² प्लस 6 को स्क्वायर 36। अनि त्यसपछि 3 2 जा 6 भयो, अनि यहाँ पनि 6, अनि कमन ल्यायो। कमन ल्याइसकेपछि अनि एलसीएम लियो। एलसीएम लिँदाखेरि यो s² प्लस 36 माइनस s² प्लस 4। अब यो माइनस गर्दा माइनस s² माइनस 4, माइनसले मल्टिप्लाई गरेपछि एलसीएम लिएपछि अनि यहाँ यो 3 2 2 जा 4, 2 3 जा 6, अनि यो सिम्प्लिफाई गर्दा यस्तो आउँछ, यो s² कट्छ, 36 माइनस 4 गर्यो। 36 माइनस 4 गरिसकेपछि अनि यहाँ 36 माइनस 4 32 भयो। अनि त्यसपछि 2 16 जा 32 भयो, अनि यो 16 यहाँ भयो, अनि 16 3 जा 48, 48 बाइ s² प्लस 4 s² प्लस 36 र यतिसम्म गर्दा अब यसलाई हामीले फर्दर घटाउन मिल्दैन, त्यसैले यहाँसम्म गर्ने। यो भयो ल्याप्लेसको क्वेशन। थ्यांक यू।